के तपाईँलाई थाहा छ के लक्षणहरू देखेमा मधुमेह वा सुगर रोग हुन सक्छ? यदि थाहा छैन भने यो भिडियो तपाईँहरूको लागि हो। त्यसैले यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र फलो गरेर लाइक, कमेन्ट, सेयर पनि गर्न नभुल्नुहोला। अब सुरु गरौँ। मधुमेह वा सुगर रोगलाई धेरैजसो शान्त रोग भनिन्छ, किनकि धेरै मानिसले वर्षौँसम्म आफूलाई यो रोग छ भन्ने थाहा हुँदैन। टाइप 1 र टाइप 2 डायबिटिज दुवैमा देखिने कमन लक्षणहरू: बारम्बार पिसाब लाग्नु, धेरै दीर्घ लाग्नु, धेरै भोक लाग्नु, बिना कारण तौल घट्नु, सधैँ थकान महसुस हुनु, चिडचिडापन वा मुड परिवर्तन हुनु, आँखा धमिलो देखिनु, बारम्बार पिसाब सङ्क्रमण वा फङ्गल इन्फेक्सन हुनु। टाइप 1 मधुमेहमा मात्र देखिने लक्षणहरू: टाइप 1 डायबिटिज अचानक देखा पर्न सक्छ। यो प्रायः बच्चाहरूमा देखिए पनि जुनसुकै उमेरमा हुन सक्छ। यसका लक्षणहरू जस्तै वाकवाकी लाग्नु, बान्ता हुनु, माथिल्लो पेट दुख्नु। यस्तो लक्षणहरू देखिए टाइप 1 डायबिटिजले गराउने डायबिटिक किटोएसिडोसिस हुन सक्छ। यो आपतकालीन अवस्था हो, त्यसैले तुरुन्त अस्पताल जानुपर्छ। टाइप 2 डायबिटिजमा मात्र देखिने लक्षणहरू: टाइप 2 डायबिटिज बिस्तारै धेरै वर्ष लगाएर विकास हुन्छ, त्यसैले यसलाई शान्त रोग भनिन्छ। यसका लक्षणहरू: घाउ ढिलो निको, घाँटी वा काखीमा कालो दाग देखिनु, हात खुट्टा झमझमाउनु वा सुन्निनु। यदि यी लक्षणहरू देखिन थाल्यो भने ढिला नगरी अस्पताल जानुहोस् र सुगर जाँच गर्नुहोस्। आजले स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशको बसाइमा भेटौँला। धन्यवाद।